त कति दिनमा म कपडा धुँदैछु अनि हजुरहरू पनि निस्ताइसक्नुभयो होला मैले कपडा धुलाको भिडियो नहालेकाले। त्यही लागि म आज चाहिँ हजुरहरूलाई निस्ताउन दिन्न, हजुरहरूको पनि ख्याल राख्नु पर्यो भनेर मैले चाहिँ यता कपडा धोएर अब सुकाउनतिर पनि लागिसकेँ। अब क्यामेराम्यान चाहिँ मेरो घाममा निस्किने होइन, त्यही लागि आफै क्यामेरा धर्दै यता कपडा सुकाउँदै गर्दै थिएँ। कपडा धुलाइसक्ने बित्तिकै फेरि यता आएँ म बिस्कुट खान भनेर। अनि यो चाहिँ चक्लेटवाला बिस्कुट हो, एकदमै टेस्टी हुन्छ र यता दुध लिएर पनि खाना भनेर बसेकी मात्रै थिएँ। यता फेरि पिताले बोलाउनु भयो, कागज लिएर आइज भनेर मिसिनको। त्यसपछि कुदेको कुदै गएर दिएर आएर खाइसकेपछि बोटमा आएर यता भगवान्लाई आज चाहिँ मलाई जब दिनु पर्यो भगवान् भनेर गिरगिराउन थालेँ। यता भगवान्लाई लु बालक तेरो काम सुरु भयो भनिहाल्नु भयो। यता मैले फेरि फिल्टर धुने काम सुरु भइहालेछ। अनि यता म चाहिँ धमाधम अब जब भेटिहालेँ भनेर यता अब फिल्टर धोक्को धोइ छु। अनि यता फेरि पिता आउनुभयो अनि मलाई चाहिँ यता त सक्दिनँ छोड भनेर यता पिताले चाहिँ बाहुबलीको बल निकालेर यता फिल्टरमाथि राखिसक्नु भएको छ। अनि राम्ररी धोए कि धोइन भनेर यता फेरि सिआइडीको जस्तै चेक पनि गर्नु हुँदैछ। अनि यता फेरि पानी हालेर पनि टेस्ट गर्नु हुँदैछ केही मिलावट त छैन भनेर। अनि मिलावट रहेनछ भनेर पास चाहिँ भइसकेको छु। अनि यता गएर दिदीले के गर्दै रहेछ भने काम गर्दै रहेछ। काम गरेको देखेर चाहिँ मलाई त कस्तो दुःख लागेको, उहाँ रुन थालेँ म चाहिँ दिदीले काम गरेको देखेर। अनि फेरि यता सब्जी खोज्न भनेर गएँ अनि यता निगुरो चाहिँ टिपिसकेको थिएँ, भरे फेरि बिर्सेकी रहेछु मैले चाहिँ आज घरमा खसीको मासु थियो। अनि यता चाहिँ काकी घरमा पुगेर अब चिया पानी खान थाल्यौँ। अनि यता चाहिँ म फेरि आफ्नै घर जस्तो गएर चाङमा पनि लडेँ। सो आजलाई यति नै।